लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित श्रीजा माता खण्डकाव्य कथावस्तु ग्रिक पुरा कथाबाट लिएको पाइन्छ। ग्रिसेली भाषामा धरती मातालाई श्रीज र उनकी छोरी वनस्पतिलाई प्रोजर्पिना भनिन्छ। त्यसअनुसार ग्रिस देशमा एउटा पुरानो बस्तीमा हरिया सस्य श्यामला घाँसे मैदान, नागबेली नदी, नील पर्वत, चराहरूको मधुर गीत गुन्जन, विभिन्न प्रकारका फुलहरू फुलेका साँझमा सूर्यका किरणबाट स्वर्ग चढ्ने भर्याङ जस्तो देखिने सुन्दर प्रकृति रहेको छ। यस्तो सुन्दर प्रकृतिमा श्रीजा माता र यिनकी पुत्री प्रोजर्पिना प्रफुल्ल बनेर रमाउँदै आफ्नो काम धन्दामा लागिरहेका हुन्छन्। कुनै एक दिन श्रीजा माताले आफ्नै सुन्दरी छोरी प्रोजर्पिनालाई टाढा टाढा नजानु, देशबाट ठिटीहरूलाई चोर्ने मानिस आउँछन्, त्यसैले मनाउँदा कतै नगई घरमै बस्नु भनी आफू खेतबाली हेर्न खेततिर ड्रागन नागको रथमा चढेर जान्छन्। आमाले भनेको कुरा बिर्सेर उनी घर बाहिर निस्की फक्रेका फुलहरू टिपेर पल्टामा राख्छिन्। राम्रा राम्रा फुल टिप्दै गरेको बेला एउटा झन् राम्रो फुल देख्छिन्। त्यो फुल बगैँचामा लगी सार्न पाए बगैँचा पनि राम्रो हुने र आमा पनि खुसी हुने भएकाले त्यस फुलको बोटलाई उखेलेर बगैँचामा सार्ने मन गरेकी थिइन् र फुल टिप्दै गर्दा बढी बल परेकाले फुल मात्र नआई जरै समेत उखेलेर आउँछ। ठिक त्यसै बेलामा पातालका राजा प्लुटोले एक्लै फुल टिप्दै गरेकी सुन्दरी प्रोजर्पिनालाई झट्टपट्ट गरी रथमा राखेर आफ्नो दरबारतर्फ पातालमा लैजान्छन्। उनी बाटामा रोइ कराइ गरिन् तर कसैबाट गुहार पाउन सकिनन्। त्यसपछि उनले आफ्ना पोल्टामा भएको फुल छर्दै गइन्, किनकि त्यो फुलको निशानीले गर्दा आमाले थाहा पाउन् भनेर पनि हो। र यसरी पातालका राजाको दरबारमा पुगेपछि पनि प्रोजर्पिना आमालाई सम्झेर बडो बिलौना गर्दछिन्। उनी रोएको बेला प्लुटोले मोतीको हार हेर्दै आफ्नी रानी बन्न अनेक तरहले सम्झाउँदा र मिठा मिठा खानेकुरा दिँदा पनि उनी भोक प्यासले व्याकुल भई पानी समेत केही नखाई विरहले उदास भई सुकेर बस्दछिन्। खेतीबारी हेरी साँझपख श्रीजा माता घर आउँदा आफ्नै षोडशी सुन्दरी छोरी प्रोजर्पिना नदेख्दा ठुलो चिन्तामा परि छोरीको खोजीमा हिँड्दछिन् र उनले छिमेकी र सबै गोठालासँग प्रोजर्पिनाको सोधपुछ गरिन्। सबैले देखेनौ भनेपछि राति चिराग बालेर खोज्दै जाँदा फुलको बोट उखेलिएको देखिन्छ र यसरी फुलको बोट उखेलिएको देखेपछि उनी र त्यो फुल उखेल्दै गर्दा सायद कसैले अपहरण गरेको हो कि भन्ने शङ्का लाग्छ र उनले तारा, वायुदेव, जलदेव, पहाड सबैसँग उनले सोध्दै जान्छन् र सूर्यलाई पनि सोध्छिन्। सूर्यले त मलाई फुर्सदै छैन तिमी कसैलाई के हेर्न भन्ने जब नराम्रो खालको जवाब दिन्छन्। त्यसपछि श्रीजा माताले सूर्यलाई श्राप दिन्छन्, तिमीलाई ग्रहण लागोस् भन्ने श्राप दिएकाले उनलाई सूर्यमा ग्रहण लाग्ने गरेको भन्ने ग्रिस कथामा रहेको पाइन्छ। त्यसपछि श्रीजा माता बाउलाई जस्तै भएर यताउता गर्दै रात दिन छोरीलाई खोज्न थालिन् र घुम्दै घुम्दै उनी हेकेटी माई कहाँ पुग्दछिन्। विषादीको देवी हेकेटी माईले श्रीजा मातालाई जीवनको हाँसो अञ्जुली समान र आँसु सागर जस्तो गहिरो छ, जीवनमा सुख दुःख पीडा आदि सहन आएका हो, आऊ यहीँ बसका कुटीमा दुःख सुख सहेर बस भन्ने सल्लाह दिन्छन्। विषादीको देवी हेकेटीले जीवनको दुःखलाई सत्य मान्छिन्। श्रीजा माताले विषादको सिद्धान्तलाई नमानी जीवन दुःख सुखको समीकरण हो भनी छोरीको विषयमा बताइदिन विनम्र निवेदन गर्दछिन्। त्यसपछि प्रोजर्पिनालाई पातालका राजा प्लुटोले रथमा राखी पातालतिर लगेको कुरा हेकेटी माईले श्रीजा मातालाई बताइदिन्छन्। त्यहाँबाट छोरीको खोजीमा श्रीजा माता एकादशका राजाका दरबारमा पुग्दछिन् र ती राजाका सन्तानहरू जन्मदै मर्दै गरेका र भर्खरै राजकुमार जन्मेकाले तिनलाई दीर्घायु बनाउन धाई आमाको आवश्यकता परेकाले श्रीजा माता राजाको दरबारमा धाई आमा बनेर बसिन्। राजकुमारलाई बचाएर राजालाई गुण लगाए भने मेरी छोरीको खोजी गरिदिनेछन् भन्ने भित्री आशाले श्रीजा माता राजकुमारकी धाई आमा बन्छिन्। श्रीजा माता दरबारमा धाई आमा बनेर राजकुमारलाई तेल लगाउँदै सेकताप गर्न थालिन्। बच्चालाई सुसार गर्ने उनीसँग विचित्रको तन्त्र थियो र त्यो तन्त्र शक्तिले गर्दा राजकुमार पुष्टिँदै आएका थिए। श्रीजा माताले रातमा बालकलाई तेल लगाई सेकताप गर्दै कोठामा आएर कसैले नहेर्नु सेकताप गर्दै गर्दा यदि कसैले हेरेमा बिग्न पर्छ भनेकी थिइन्। कुनै एक रात श्रीजा माताले राजकुमारलाई तेल लगाएर आगोमा सेकताप गर्दै थिइन्। त्यसै बेला रानीलाई श्रीजा माता बोक्सी पो हो कि भन्ने शङ्का लाग्यो र उनले चियो चर्चो गरिन्। रानीले त्यसरी चियो चर्चो गरिदिएकाले ढोका खोलेर श्रीजा माताले भनिन्, अध्यात्मक कलाले बालकलाई अमर बनाउन चाहेको थिएँ तर पाइन, अब मानिसको आयु 100 वर्षको मात्र हुन्छ भनेर उनी त्यहाँबाट बिदा भई छोरीको खोजीमा भौतारिन्। उता पातालका राजा प्लुटोले प्रोजर्पिनालाई हरण गरेपछि पृथ्वी तलमा 12 महिना तुसारो परेर उजाड भयो। किसानहरू साह्रै दुखित भए, पृथ्वीमा अन्नपात नभएर हाहाकार भयो। प्रोजर्पिनाको अभावमा पृथ्वीमा नरक भयो र जुपिटरले मर्करीलाई
यम र पृथ्वीको मुद्दा मिलाइदिन भनेकाले मर्करी पातालका राजा प्लुटो समक्ष आउँछन्। यता एक दिन प्रोजर्पिनालाई राजाले फकाइ फुलाइ गरेर यो माइतबाट ल्याएको अनार हो भन्ने उनले खुवाउँछन् र त्यो अनार खुवाइसकेपछि र बिस्तार बिस्तार उनीहरूको प्रेमालाप बढ्दै जान्छ। उता आमा श्रीजामातालाई थाहा हुँदैन, उनी खोज्दै आएकी हुन्छन् र यसरी एकादेशका राजाका दरबारमा धाई आमाका रूपमा बसेर त्यहाँ विदाई भएर छोरीको खोजमा श्रीजामाता हिँड्न थालिन् र हेकेटे माईबाट छोरी प्रोजर्पिनालाई पातालका राजाले लगेका छन् भन्ने जब थाहा पाएपछि श्रीजामाता नागका रथमा चढेर फेरि छोरी लिन प्लुटोका दरबारमा पुग्छिन् र पातालका राजा प्लुटोले प्रोजर्पिनालाई माइतको अनार हो भनेर जुन झुक्काइसकेर खुवाइसकेका थिए, यही कारणले उनीहरूमा जुन प्रेमाला भएको कुराहरू थियो र उतातिर आमा चाहिँ थाहा थिएन। र पछि यी दुईका बिचमा जबकि उता छोरी उता राजा प्लुटो दुईजनाको बिचमा प्रेम बसिएको हुन्छ। त राजा प्लुटो र छोरीको बिचमा सुखद मिलन भएको ज्ञान नभएकी श्रीजामाताले राजा प्लुटोलाई निकै गाली गरिन्। उता त्यस समस्यालाई मिलाउन भनेर जुपिटरले मर्करीलाई खटाएर पठाएका थिए। त्यसपछि मर्करीले वैशाखदेखि अश्विनसम्म 6 महिना प्रोजर्पिना आमा श्रीजामातासँग पृथ्वीमा बस्ने र कार्तिकदेखि चैत्रसम्म 6 महिना राजा प्लुटोसँग पातालमा बस्ने भने श्रीजामाता प्रोजर्पिना र पातालका राजा प्लुटोसँग त्रिपक्षीय सम्झौता गराए। त्यहाँ भएको सम्झौता अनुसार श्रीजामाताले प्रोजर्पिनालाई यमपुरीबाट पृथ्वीमा आमासँग बस्दा पृथ्वीमा हराभरा लता लहरा पालुवाले र सुन्दरी बन्छन् र कार्तिकदेखि चैत्रसम्म पातालमा राजासँग प्रोजर्पिना जाँदा पृथ्वी सुक्खा एवं तुषारले कठ्याङ्ग्रिएकी हुन्छन्। यस आधारमा ऋतु परिवर्तनको चक्र चलिरहन्छ। प्रोजर्पिना पृथ्वीमा नहुँदा हिउँद लाग्छ र प्रोजर्पिना पृथ्वीमा हुँदा वसन्त लाग्छ। यसरी कथावस्तु टुङ्गिएको छ।